दर्शकबिन सबैलाई नमस्कार। म विनोद रिजाल। आज चाहिँ म यो स्याङ्जा, गुल्मी र पाल्पा जिल्लाको सङ्गम स्थल मा चाहिँ उपस्थित भइसकेको छु। यो चाहिँ हाम्रो तीनमुखे पुल होइन, अत्यन्तै लोकप्रिय, अत्यन्तै पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण ठाउँ। कालीगण्डकी नदी अत्यन्तै सुन्दर ठाउँ, अत्यन्तै सौम्य ठाउँ। यहाँ चाहिँ म आज उपस्थित भइसकेको छु। तपाईहरुलाई म यो यहाँको सुन्दरता देखाउने प्रयास गरिरहेको छु। अति नै सुन्दर छ, अति नै मनमोहक छ। यो देख्नुभएको भाग चाहिँ हाम्रो पाल्पा हो भने यो पनि अत्यन्तै सुन्दर छ। त्यस पछाडि यहाँबाट तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो स्याङ्जा, यो चाहिँ स्याङ्जा रहेको छ। यो पारिपट्टि यो भाग र त्यसै गरी यतापट्टिको भाग रहेको छ, यो गुल्मीको भाग रहेको छ। हामी चाहिँ यो अहिले तीनतिरको भागमा चाहिँ अवस्थित छौँ, बीच भागमा। यो नेपालको लोकप्रिय ठाउँ, यो पर्यटकीय स्थलमा चाहिँ आज म घुम्ने अवसर प्राप्त गरेको छु। हामी केही समय अगाडि रूपन्देहीबाट हाम्रो ढोरपाटन हुँदै सुर्खेत हुँदै फेरि पूर्ण कपिलवस्तु हुँदै हामी चाहिँ रूपन्देही बुटवल फर्किने एउटा हाम्रो विशेष भ्रमण रहेको हुँदा यस भ्रमणको क्रममा आज हामी यहाँ उपस्थित भएको छौँ। दर्शकबिन यो अत्यन्तै एउटा विकसित ठाउँ, अत्यन्तै सुन्दर ठाउँ, अत्यन्तै यसको बयान गरेर सक्ने अवस्था छैन। तपाईहरुलाई मैले यहाँबाट प्रष्ट रूपमा देखाइरहेको छु। तपाईँ पनि यदि यो ठाउँमा उपस्थित हुनुभएको छैन भने घुम्न सक्नुहुन्छ। हाम्रो विशेष गरी यहाँ एकजना सर हुनुहुन्छ। सर, हजुरको के नाम? मेरो रोशन कुमार यादव। हजुर सर, कुन ठाउँबाट? म धनसा जिल्लाबाट। रोशन सर, हजुर यता चाहिँ के को क्रममा सर भ्रमण? हामी मतलब ग्रुपमै टिम बिल्डिङ नै के भन्नु यार, हाम्रो सेवा हैन भ्रमण तपाईको यो 35 दिने कार्यक्रम अन्तर्गत हाम्रो यो 13औं दिनमा आज यो पाल्पा, गुल्मी अनि स्याङ्जा, पूर्वी रुकुम, पश्चिमी रुकुमको मतलब हाम्रो टुर छ हैन। 6 दिनको। ठिक छ, तपाईको टुरलाई पनि हामी चाहिँ शोभायात्रा भन्न चाहन्छौँ। र त्यसै गरी यता हुन्छ हाम्रो सर हजुरले पनि, हजुर के छ तपाईको, कहाँबाट हो, हजुरको नाम शुभ नाम के छ? सम्पूर्ण नमस्कार, मेरो नाम सुनिल कार्की। हजुर, म डिभिजन बनकाले दाङ देउखुरीमा कार्यरत छु। हजुर। र हाम्रो करिब 35 दिने सेवाकालीन तालिम अन्तर्गत नै यो 6 दिनको लागि हाम्रो टुर भनेर छुट्याएको छ। हजुर, हाम्रो यो चाहिँ भनौँ न, मानौ यो चाहिँ तपाईहरुको चाहिँ यो चाहिँ भ्रमण अवलोकन। हजुर, वन क्षेत्रमा हैन, वन गतिविधिका सम्पूर्ण क्रियाकलाप सम्बन्धी वन अवलोकन र भ्रमणका लागि हामी निस्केको आज पहिलो दिन हो। पहिलो दिन हामी बुटुलबाट पाल्पा हुँदै यो रिडिसमा आछौँ। यहाँ चाहिँ 3 जिल्लाको लगभग 2 नदी र 3 जिल्लाको प्रतिनिधित्व गर्ने त्रिपुले टाइपको एउटा यहाँ एउटा दोबान भन्दा पनि त्रिवेणी जस्तो छ। रिडी रुड क्षेत्र भन्ने रहेछ। समग्रमा यस्तै छ। अबको दिनहरु हस् ल सर, थ्यांक यू। अब हाम्रो यही गुल्मी जिल्लाको सर हुन्छ हाम्रो सर, हजुरको शुभ नाम? मेरो चाहिँ जगन्नाथ पाण्डे। हजुर, हामी सेवाकालीन तालिमको लागि भनेर 35 दिनको सेवाकालीन रूपन्देहीमा सञ्चालन गरिरहेको। हजुर, आज हामी चाहिँ 6 दिने भ्रमणको लागि हजुर ढोरपाटन, हजुर अनि रुकुम हुँदै हाम्रो यात्रा फेरि पुनः बुटवल हुँदैछ। आज चाहिँ हामी 3 जिल्लाको सङ्गम स्थल फेरिमा आएर धार्मिक हिसाबले पनि पर्यटकीय हिसाबले पनि यहाँ एकदम राम्रो अनि रमाइलो भएछ। हाम्रो यात्रा एकदम रमाइलो छ हैन समग्रमा। हस् दर्शकबिन, अब फेरि त्यसै गरी हाम्रो दाइ हुनुहुन्छ एकजना, उहाँबाट पनि हामी यहाँको बारेमा चाहिँ अलिकति बुझ्ने प्रयास गर्नेछौँ। हाम्रो दाइ परिचय तपाईँको के छ? मेरो नाम शेरबहादुर घरती। यो ठाउँ चाहिँ तपाईँको तीनतिरबाट, एकतिरबाट स्याङ्जा जिल्ला, एकतिरबाट पाल्पा, एकतिर गुल्मीको मिलन हुने ठाउँ हो। त्यहाँदेखि छुट्टिने एउटा राम्रो यो भ्यू टावर रहेछ यसमा। हजुर, यहाँ आन्तरिक र बाहिरबाट धेरै पर्यटकहरू आउने हुनुहुन्छ। फोटो विशेष गरेर फोटो सोको लागि रहेछ। हजुर, अत्यन्तै यो हाम्रो पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण ठाउँ हैन, हामीले घुम्नै पर्ने ठाउँ हैन, अवलोकन गर्नै पर्ने ठाउँ हैन। वास्तवमै हस् दाइ, धन्यवाद। दर्शकबिन, आज मैले तपाईहरुलाई चाहिँ यो यहाँको
विशेष यहाँको विशेषताको बारेमा पनि तपाईँलाई चाहिँ मैले जानकारी गराएँ। त्यसै गरी आजको यो छोटो भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। हस्त नमस्कार।